धन्यवाद। धन्यवाद। र आजको यस हाम्रो विरोध प्रदर्शनमा सहभागी हुनुभएका सम्पूर्ण विद्यार्थी साथीहरू, पत्रकार साथीहरू, जहाँ हामी अहिले शोकको घडीमा छौँ। हामीले एउटा नाबालक, एउटा नाबालिका जसले आफूले नाबालक भएर यो समाजमा हाँसेर खेलेर रमाउन पाउनुपर्ने बेलामा एउटा 3 वर्षको नाबालिकाले मृत्युवरण गर्नु परेको छ। त्यो पनि सामान्य मृत्यु होइन, कुनै एउटा युवाले बलात्कार गरेर 3 वर्षको नानीलाई बलात्कार गरे पश्चात मृत्युवरण गरेर आजको अवस्थामा हामी शोकमा छौँ। यो अवस्था आजको एउटा व्यक्तिको मात्रै घटनाको कुरा होइन। हामीले हेर्यौँ भने दिनदिनै बलात्कारका घटनाहरू, दिनदिनै हत्याका घटनाहरू, दिनदिनै बलात्कार र बलात्कार पछिका हत्याका घटनाहरू हामीले दिनदिनै न्युजहरूमा हेर्न पाउँछौँ। हामीले विगत पत्रिका मात्रै हेर्छौँ भने आज हामीसँग भएका सामाजिक सञ्जालहरू हामीले पल्टायौँ भने दिनदिनै देख्ने भनेको हत्या, हिंसा र बलात्कारका घटनाहरू मात्रै हुन्। के हामीले चाहेको राज्य व्यवस्था, हामीले खोजेको समाज यही हो? आज हामीसँग ठुलो प्रश्न छ। हिजो राज्य सत्तामा भएकाहरूलाई दोषारोपण गरेर तिमीहरूले केही पनि गरेनौ, तिमीहरू अभिभावक नभइसक्दाखेरिको तिमीहरूले बालबालिकामाथि गरेको अन्याय अत्याचारको कुरा गरेर आज जो सत्तामा पुगे तिमीहरूले यो प्रश्नको उत्तर दिनु पर्दैन। आज यो प्रश्नको उत्तर दिने बेलामा कहाँ छ सरकार? कुन रूपमा बसेको छ? एउटा सामान्य सम्झौता गर्छ, तर सम्झौता कस्तो किसिमको गर्छ भन्दाखेरि आजको एउटा पीडितलाई मात्रै न्यायको कुरा मात्रै गर्छ, समग्र समाजलाई अथवा भोलि त्यो किसिमका समस्याहरू नपरुन् भन्ने किसिमको योजना बनाउँदैन। उसले मात्रै त्यो कसरी हुन्छ आफूले समस्याको समाधान गरेको भन्ने एउटा स्ट्यान्ड देखाउनको लागि मात्रै सहमति गर्छ र भोलि त्यस्ता किसिमका घटनाक्रमहरू नदोहोरिने तरिकाले कुनै किसिमका योजनाहरू, कुनै किसिमका निर्णयहरू गर्दैन। आजको समिति हामीले देखिसकेका छौँ। हिजो सरकार र परिवार बिचमा भएको जुन समझदारी छ त्यसलाई पनि हेऱ्यौँ भने एउटा 3 वर्षको बालिकाको शारीरिक निर्माणले भोलि 3 वर्षका बालिका लगायतका अन्य महिलाहरूको बलात्कारपछि हत्या हुँदैन, त्यसले त्यो कुराको निर्णय लिन सक्छ? यो प्रश्न सरकारलाई छ। मेरो अनुरोध पनि के छ, समग्र विद्यार्थी आन्दोलनको अनुरोध पनि के छ भन्दाखेरि हामीले निर्माण गरेको समाज, हामीले बनाउन खोजेको समाज, बलात्कारी व्यक्ति निकाल्ने समाज बनाउन खोजेको, सभ्य समाज निर्माण गर्न खोजेको, यो कुरामा सरकारको ध्यान जाओस्। यो कुरामा ध्यान दिएर त्यो किसिमको कानुनहरू परिमार्जन गर्नुपर्छ भने गरौँ। तपाईँहरूसँग लगभग बहुमतको सरकार छ, तपाईँहरूले गर्न सक्नुहुन्छ, त्यसको लागि पहल गर्नुहोस् न। त्यसपछि हामीले तपाईँहरूलाई ताली बजाउनेछौँ। आज परिवारलाई राखेर एउटा शालिग बनाउने र एउटा आफ्नो संस्कार अनुसार त्यो शालिगमा पूजाआजा गर्ने भन्ने कुराले मात्र परिवार त्यसले मात्रै ऊ न्याय पाएको हो त? निष्पक्ष छानबिन गरेर कारबाही गर्नु पर्दैन? त्यो सरकारको दायित्व होइन? हिजो प्रश्न गरिराख्ने मान्छे आज आफू निर्णय ठाउँमा हुँदाखेरि त्यो गर्नुपर्छ कि पर्दैन राज्यले? आज त्यो परिवारलाई कसरी हुन्छ, ब्ल्याकमेल गरेर हुन्छ कि अथवा सान्त्वना दिए कसरी हुन्छ? त्यसरी एउटा सहमति नगराउने। तर भोलि यो समाजमा यो हामीले बसिरहेको यो हाम्रो वातावरण इन्भाइरोमेन्टमा चाहिँ भोलि आउने पुर्खा, भोलि आउने हाम्रा सन्ततिहरूलाई अथवा हामी पछिका पुस्ताहरूलाई अथवा हाम्रै दिदी बहिनीहरूलाई कसरी सुरक्षित बनाउन सकिन्छ? हामी त्यो किसिमको पहल, त्यो किसिमको योजनाहरू बनाउन सकेनौँ भने आज हामीले गरेको अथवा आज एउटा परिवारलाई मात्रै राखेर गएको सहमति, तपाईँको सहमतिले केही काम गर्न सक्दैन। किनकि हामी पछि पनि देखिसक्यो, अघि भर्खर एकछिन अगाडि पनि हो, एउटा 2 वर्षको नानीको मृत्यु भएको एउटा खबर आइरहेको छ। 3 वर्षको नानीको मृत्यु भएको खबर आइरहेको छ। त्यो मृत्यु कसरी भएको छ? प्रहरी प्रशासनले किन कुनै पनि मुद्दालाई तत्कालै लिएर अनुसन्धान गर्दैन? किन ढिलोसुसा गर्छ? यसमा हामीले पहल गर्नु पर्दैन? यसमा राज्यको दायित्व होइन? राज्य कहाँ हेरेर बसेको छ यो कुराहरू? र एउटा देशव्यापी रूपमा जब एउटा कुनै पनि महिला अथवा बालबालिकाहरू बलात्कार भइसकेपछि मृत्यु हुन्छ तब बल्ल राज्यको ध्यान अथवा समग्र देशको ध्यान त्यो घटनामा जान्छ। किन बलात्कार मात्र एउटा घटना होइन, किन मृत्यु नै हुनुपर्छ? त्यो घटनाको ध्यान आकर्षण गर्नको लागि यसमा हामीले सोच्नु पर्दैन? हिजो कुनै बलात्कारीको संरक्षण गरिरहेका व्यक्तिहरूले आज आफूलाई यो बलात्कारपछि मृत्यु भइसकेपछि मात्रै त्यसको पक्षमा छु भनेर किन देखाइरहेको छ? आज यसैको परिणाम होइन? यसैको परिणामले आज यो किसिमका मान्छेहरूको वृद्धि, त्यो किसिमको मान्छेहरूको मनोविज्ञान विकास भइरहेको छैन। यो किसिमको मनोविज्ञान चिन्तालाई आजको आवश्यकता हो कि होइन? यहाँ प्रश्न छ र सरकारको ध्यान पनि